नमस्कार। आज हामी भरततालमा भ्रमण गर्दैछौँ, सहयोग गर्दैछौँ। यहाँ साथीहरू एकदम बन्द मुस्कानका साथ चिच्याउँदै हुनुहुन्छ। उहाँहरूलाई फेवातालको याद आइरहेको छ। हामी चौधरी गुरु कति जानुभयो खै? अर्को चौधरी गुरुको नाक देखिया छैन है। ल सबै साथीहरू फोटो खिच्नमा सेल्फी लिनमा व्यस्त हुनुहुन्छ। यसरी यहाँको दृश्य पूर्ण रूपमा देख्न पाएको छैनौँ। आशा छ तपाईँहरूले पनि यहाँको रमणीय दृश्य हेरेर यहाँको अवलोकन गर्न आउनु रहेछ भन्ने हामीले अपेक्षा गरेका छौँ। यो मध्य प्रदेशको सबैभन्दा ठुलो तालको रूपमा यो परिचित छ। यो कृत्रिम ताल हो, पारम्परिक ताल हो र मधेसमा यतिको सफा स्वच्छ ताल सायद हामी देख्न पाउँदैनौँ। यो पनि सम्झिराख्नु। कति मात्रै उठाऊ। चौधरी सर दामी दामी नाम तिम्रो ल भइरहेको रेकर्डिङ भइरहेको नमस्कार। आज हामी
रौतहट जिल्लाको नुनथर भन्ने ठाउँमा आइपुगेका छौँ। यो स्थल प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय र आकर्षक छ। यो वनभोज खानको लागि पनि अत्यन्तै उपयुक्त स्थल रूपमा हामीले यसलाई परिचित गर्न सक्छौँ। नजिकै बागमती नदी बगिरहेकी छिन्। वनभोजका लागि आवश्यक पर्ने पर्यटकीय पूर्वाधारहरू पनि यहाँ निर्माण भएको हामी देख्न सक्छौँ। यहाँ विभिन्न स्थलबाट विद्यार्थी तथा शिक्षक शिक्षिकाहरू समेत यस स्थलमा आउनुभएको हामी देख्न सक्छौँ। प्रकृतिको सुन्दर र अनुपम स्थलको रूपमा हामी तराईका विभिन्न स्थलमध्ये यसलाई लिन सक्छौँ। यहाँ हामी डाँडाकाँडा पनि देख्न सक्छौँ, नदी पनि देख्न सक्छौँ। त्यसैले यसले हामीलाई पहाडतिरको झल्को पनि दिने गर्दछ। यो नुनथरको पर्यटकीय स्थल हो। यहाँ धेरै स्थलहरू रहेका छन्। वनभोज कार्यक्रमको लागि प्रशस्त मात्रामा स्थलहरू रहेका छन्। प्रथम शहीद क्याप्टेन लखन थापा मगर स्मृति पार्क चन्द्रपुर 1 नुनथर रौतहट यसको मुख्य ठेगाना रहेको छ। यो पार्किङ स्थलमा हामी रातै फुलेका लालुपातेहरू देख्न सक्छौँ, जुन लालुपातेले जुन सुकै व्यक्तिहरूको मनलाई आकर्षित गर्न सक्छ। तराईको उखरमौलो गर्मी अथवा सिरेटोबाट अलिकति टाढा पुगेर मनलाई आनन्दित तुल्याउनको लागि यो स्थल पक्कै पनि सबैको लागि आकर्षक बन्न सक्ने अनुमान गर्न सकिन्छ। हामी प्रथम शहीद लखन थापाको शालिग नजिक आइपुगेका छौँ।
पैदल यात्रीहरूको लागि हिँड्नको लागि सुन्दर पदयात्राको पनि निर्माण गरिएको छ यहाँ। नदीको दृश्य अवलोकन गर्दै र वरिपरिको हरियालीमय दृश्य अवलोकन गर्दै हिँड्दाको मजा नै बेग्लै हुन्छ। आइपुगे गाउने तपाईँको साली बर्को साली कहाँ गीत गाउँछ त आउनु तपाईँ। तिमी धरान म भए चितवन गाह्रो भयो, जिन्दगी बिताउन वनमा काँडा छ। तिमी उता म यता ज्यान्त टाढा छ, तर बिरानो नसम्झे माया गाडा छ। यस्तो पो आउँछ त हामीलाई।